काली गण्डकी कहिले सकिन्छ यो काम? हाम्रो बिचमा किरण बिग्रियो नि त हाम्रो जेसिबी। ए 15 दिन त के काम गर्ने भयो। एप्रोच मात्रै बाँकी अब यो। अब एप्रोच कति छ? 20 मिटर छ यो छैन। 4 8 12 मिटर 1.5 मिटर। असारसम्म त सकिएला नि है? सक्यो भन्नु चाँडै सक्ने भन्ने आउँथ्यो रे। अब असारभन्दा चाँडै असारमा अब ढलान यहीँ वैशाखभित्र गरौँ भने अब त्यस पछाडि 28 दिन सेटिङ टाइम दिनु परेको र। स्ल्याब त कास्टिङ सबै सकिसक्नु होला है? स्ल्याब कास्टिङ यो एउटा होल्डरको अब टुट्या बनाऊँ भनेर। यतापट्टिको के अरे यो सेल्फी? ए फुटपाथ है? यो बिचमा सेल्फी पोइन्ट। ए यो पनि सेल्फी पोइन्ट हेर्नु पर्यो। यो सेल्फी पोइन्ट एउटा है। यो सेल्फी पोइन्ट त्यहाँदेखि यहाँसम्म है नि? त्यहाँदेखि यहाँसम्म दुईवटा स्पान। यो पुरानो भयो के गजब देखियो र अहिले त। स्ल्याब हालेपछि राम्रो देखियो। यो ह्याङ्गरहरू पनि कस्तो दामी देखियो कि अहिले। अब पेन्ट सेन्ट गर्दाखेरि त बबालै हुन्छ यो। अब येल्लो कलर लाउने भन्नुभएको के अरे गोल्डन येल्लो। येल्लो नै ठिक हुन्छ यसमा त। किन भन्दा यो अलिकति सांस्कृतिक यसो मन्दिरहरू भएको ठाउँ भयो नि त होइन? अब हामीले भने त्यो बिममा जस्तो कलर लाग्छ नि त्यस्तै गरौँ सट्ठै कलर लगाइदिउँ भने आएर मान्नु भने। कस्तो लाउने? जस्तो स्पोक त्यो बिमहरू लगाएको छ भने होइन येल्लो नै ठिक हुन्छ अरे यहाँ त। यो अलिक पवित्र स्थल हो क्या हाम्रो। पवित्र धार्मिक स्थल भएको हुनाले